सबको फोन समातेर फालिदिन्छु। अब चाहिँ म रुमदेखि निस्केको, तपाईँहरूलाई अब आनन्द बिहारमा भेट्नुपर्छ र यो गाडी बहुत मनपर्छ। कतै यस्तो चिसो भएको छ, चिसो दिन जस्तो गुलु गुलु, यो गुलु गुलु कहाँ टुट्यो। सो हेलो एन्ड वेलकम ब्याक टु माई न्यू ब्लग। के छ साथीभाइ, आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ। म पनि एकदम सन्चै आरामै छु। आज म निस्किँदैछु घरतर्फी, मेरो इमर्जेन्सी काम परेर, नगइ नहुने काम भएर म चाहिँ निस्किनु पर्नेछ। सो म चाहिँ रेडी हुन्छु। केटाहरू सुतिरहेको छन्, सुत्नुभन्दा नि पढिरहेको छन्। म चाहिँ अब रेडी भएर निस्किनु पर्ने हुन्छ। नुहाइधुवाइ गरेँ, फ्रेस भयो, निस्किनु है त रेडी भएर। तपाईँहरूलाई रेडी भएर भेट्छु। म चाहिँ रेडी भएर निस्किसकेको, अब चाहिँ म रुमदेखि निस्केको। तपाईँहरूलाई अब आनन्द बिहारमा भेट्नुपर्छ र बाटोमा के कस्तो हुन्छ सबै देखाउने छु। र म चाहिँ निस्किसकेको, मौसम एकदम बवाल भएको छ होइन, गर्मी छँदै छैन, पानी परेर एकदम मौसम एकदम सुहाना सुहाना भएको छ। लेट्स गो गाइस। सो गाइस म निस्किसकेको, हेर्न सक्नुहुन्छ एकदम मस्त मौसम भएको छ, एकदम बवाल मौसम भएको छ है। कतै यस्तो चिसो भएको छ, चिसो दिन जस्तो फिल पनि बवाल आएको छ है। अन्त जोस् अनि मेरो इमर्जेन्सी कामले गर्दा चाहिँ म घर जानुपर्ने भएको छ है। अनि म त्यहाँदेखि चाहिँ फेरि देहरादुन जानुपर्ने हो होइन। देहरादुन गएन भनेपछि फेरि मेरो सायद रिटर्न यहाँ आएर नै काम हुन्छ होला है। अन्त म अहिले चाहिँ म आनन्द बिहारको लागि गाडी गरिसकेँ। अब म आनन्द बिहार जाँदैछु गाइस, लेट्स गो है। अनि हेर्न सक्नुहुन्छ यो त उडा जस्तो भइसक्यो त यार, यो त पुरा माइकल ज्याक्सनवाला टोपी रहेछ। होइन त अँध्यारो भइसक्यो क्या। मेरो फेरि 9 बजेको फ्लाइट, सरी के अरे धनीवाला आउँछ क्या फेरि। म गरिब मान्छे, म धनीवाला कुरा किन गर्छु यार, म गरिब मान्छे। म बसमा जाने हो कि बसमा, ए भगवान, बस गर्दैछु आनन्द बिहारदेखि बसमा भएर जानुपर्ने हुन्छ है। अब तपाईँहरूलाई आनन्द बिहार गएर भेट्छु। राम्रो देखेको होला, यो गाडी बहुत मनपर्छ कि, आई लभ इट। एउटा सानो घर पुरै अटाउँछ क्या यो गाडीमा, मलाई पनि किन्ने रहर भयो। चपेटो रहेछ, चपेटो। काम छैन यहाँ त चपेटो रहेछ। म यहाँ पुरा एक साइड जाम भएको छ, एक साइड पुरा फुलाइसक्यो, साइड पुरा जाम छ नि। त्यो भनेको उता जाने बाटो होइन, हामी जाने बाटो चाहिँ पुरै खुला छ कि, खुला आसमान। खोलिदिउँ क्या हो,
हेलमेट लाउनु र नलाउनु बराबर छ हेलमेट, केही फरक छैन। अरे भाई जी ये तो उड़ने के लिए सोच रहा है, ये हेलमेट तो उड़ने के लिए सोच रहा है। घुमा के ठीक है। हाँ गांड फाड़ भीड़ सके धुलो त्यस्तै नाइट पोर्ट्रेट ग्लास हराएको आपको ग्लास ग्लास गगल्स 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 गुलु 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 त्यो गुलु गुलु त्यो गुलु गुलु कहाँ टुट्यो टुट्यो अस्ति घर जाने बेला टुटेको जस्तो लाग्यो त्यो गुलु गुलु, त्यो गुलु गुलुको हरा अब फेरि घर घर नयाँ गुलु गुलु किन्नुपर्ने। ल है आनन्द विहार पुग्यो, बसमा पनि बसियो। बसमा बसेर खटीमा पुगिन्छ। अहिले 9:30 बजीतिर हिँड्छ अरे, अब भोलि 5 बजीतिर पुगाउँछ होला। बिहान ठिकै टाइममा पुग्ने भयो, त्यतिखेरसम्म बाबा पनि लिन आउन सक्नुहुन्छ होइन र। गाइज बसिसकेको आनन्द विहारदेखि है त, अब चाहिँ भनिसकेको आनन्द विहारदेखि आधा बाटो पुग्न आँटिसक्यौँ। भन्नुपर्दा आनन्द विहारको आधा बाटो कटिसक्यौँ। अब चाहिँ हामी सुत्नुपर्ने हुन्छ। फेरि 11, 12 बजीतिर खाना खानको लागि रोक्छ। फेरि त्यतिखेर पनि म सुतेको हुन्छु। फेरि त्यो बस चल्छ, त्यो बस चलिरहेको छ। फेरि चल्दा 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 फेरि मेरो निन्द्रा खुल्छ। फेरि म तपाईँहरूसँग भेट्छु। लेट्स गो है त गाइज, अब म सुत्न गएको। बाई गाइज, गुड नाइट, लभ यु, बाई। साथीभाइ उठ्यो एकछिन खाना खाइन्छ, फेरि निस्किन्छौँ। ल हामी चाहिँ निस्केको है, खानासाना खाएर फेरि भेट्नुपर्छ। अब सिधै खटिमाको बजारमा भेट्नुपर्छ, नत्र भने बाटोमा कहाँ हुन्छ त्यहाँ भेट्नुपर्छ। त्यसको गाइज अहिले बिहानको 4:30 बजीमा खट्नु पुग्यो। घरबाट कसैले कल उठाएको छैन। आज घरमा गएर हुन्छ क्या तमासा, सबको फोन समातेर फालिदिन्छु गाडीमा। कसैले उठाएन क्या, अहिले आउनलाई पछि आउनलाई कलै उठाएन। माथा भन्छ, मजा घर खटीमा पुग्छ है। पुगेको अहिले 3:30 बजी पुगेको होइन। मच्छरले टोकेर ल्याद बनाइसक्यो, ल्याद। एक त खटीमा म यस्तो गन्दगी छ, यस्तो तपाईँले देखाउँ, यस्तो गन्दगी छ, यस्तोमा बस्नु परेको छ। त्यसको माथि मच्छरले ल्याम टोकेछ, यस्तो बनाएछ मच्छरले टोकेर। पानी पर्दैछ झमझनाट बनाएर। सो गाइज म चाहिँ मेलादेखि गरेर निस्केको। मौसम पनि बबाल भएछ, तपाईँहरूलाई देखाउँछु है। पछाडि यस्तो छ भने अगाडि बबाल मौसम। ल घर पुग्यो। 2 ल्याप हाल्नु होला भित्र हाल्नु। दुईवटा बाइक भएर घरमा मच्छरले खाइरहेको थियो मलाई। 1000 चोटि कल गरौँ लाग्यो, 1000 चोटि। मोबाइल हेर्नु भएको छ?
मोबाइल अहिले हेर्नुभयो पापाले भान्जा आएको थियो अहिले के अरे 3 कति बजी आएको थियो तिमी भान्जा यहाँ भनिदिनु पर्ने त्यही त अब आउँदैन भनेर पापा आउँछु म जान लाग्छु भन्नुभयो रहेछ। त्यहाँ जान लाग्नुभयो पानी परेर अनि पानी परेर हिजो कस्तो पानी परेको बाटो खराब होला बिहान जानु पर्ला भन्नुभयो। म चाहिँ घरमा पुगिसकेँ। अब चाहिँ अब फ्रेस भएर सुत्नुपर्ने हुन्छ। म लास्ट थाकिसकेको छु। सो यो भिडियो यहीँ एन्ड गर्नुपर्ने हुन्छ। सी यु नेक्स्ट ब्लग। बाई गाइज। जय श्री राम। हर हर महादेव। जय नेपाल।